ल है साथीभाइ अहिले घरि चाहिँ म यहाँ के भन्छ रङ्ली रङ्ली टी स्टेटमा छु। यो चाहिँ रहेछ लिम्बू बस्ती है। यहाँ चाहिँ म बिहामा आएको थिएँ। यहाँ चाहिँ यो तलबाट चढेर चाहिँ म माथि आएको। यसलाई चाहिँ ठुलो ढुङ्गा पनि भन्दो रहेछ हो। यहाँ माथिल्लोपट्टि खोला पनि रहेछ। खोलाको छेउमा पनि ढुङ्गाहरूको मजाको बनाएको रहेछ। यो चाहिँ अब एकदमै दामी खालके रहेछ ढुङ्गा चाहिँ। अब दामी खालके होइन, एकदमै ठुलो ढुङ्गा बसेको हो। यहाँ चाहिँ अब बस्ने ठाउँहरू पनि बनाएको रहेछ। चढ्ने ठाउँ पनि यो वरिपरि चाहिँ यस्तो बाउन्ड्री हालेर चाहिँ यस्तो बनाएको रहेछ यो ढुङ्गा चाहिँ हो। अब यो चाहिँ ढुङ्गा चाहिँ अब एकदमै ठुलो रहेछ। यहाँबाट पुरा गाउँ चाहिँ एक प्रकारको भनौँ यो अब भ्यू पोइन्ट जस्तै रहेछ। दामी देख्दो रहेछ यहाँबाट चाहिँ यताउता गाउँ बस्तीहरू। यहाँ चाहिँ अलिक लेउ लागेको रहेछ ढुङ्गामा चाहिँ। अलिक होसियारले चाहिँ हिँड्नुपर्ने रहेछ यहाँ चाहिँ। कतिको ठुलो रहेछ भनेर म तपाईँलाई तलबाट देखाउने कोसिस गर्छु है। यो ढुङ्गा चाहिँ यसको नामै ठुलो ढुङ्गा रहेछ। यसको नामै यो चाहिँ रङ्गली यो लिम्बू बस्ती भन्ने जग्गामा रहेछ ठुलो ढुङ्गा चाहिँ। यता पनि ढुङ्गै छ। यो ढुङ्गामा चाहिँ एकदमै चढाइ एकदमै ठाडो भएकोले यसमा चाहिँ चढ्ने जग्गा बनाएको छैन रहेछ। यसमा चाहिँ सिँढी लगाएर मजाले बनाइदिएको रहेछ। खुल्ला दिनमा हो भने चाहिँ दामी देख्छु यो चाहिँ। यहाँबाट चढेर गएर चाहिँ हो, यहाँबाट ठाडो चढेर गएर चाहिँ यहाँ माथिसम्म पुगेर चाहिँ आएको हो। यहाँ यो चाहिँ अलिक जङ्गल बिचमै रहेछ भनौँ न। रोडदेखि अलिक मुनितिर आउनु पर्ने रहेछ। यो ढुङ्गा यही ढुङ्गा सेम ढुङ्गा चाहिँ यो मुनि चाहिँ यस्तो अब एकदमै ठुलो ढुङ्गा। यसको नामै ठुलो ढुङ्गा। यहाँ कता लेखेको थियो ठुलो ढुङ्गा भनेर चाहिँ। यो चाहिँ ठुलो ढुङ्गा। ठुलो ढुङ्गा माथि चाहिँ बस्ने जग्गाहरू चाहिँ दामी रहेछ। यहाँ कता लेखेको छ नि, यही ठुलो ढुङ्गा देख्न सक्नुहुन्छ। यो चाहिँ रहेछ रङ्गली लिम्बू बस्तीको छेउमा। अनि यहाँ चाहिँ अब एकदमै विशाल ढुङ्गा चाहिँ रहेछ। त्यही तपाईँहरूलाई अब देखाउनु मन लागेर चाहिँ मैले यो फुटेज चाहिँ क्याप्चर गरेको। भिडियो के कस्तो लाग्यो सबैले कमेन्ट गर्नु होला। अनि यो ठाउँ कसले देख्नु भएको छ प्लिज लाइक चाहिँ गरिदिनुहोस् होला। थ्याङ्क यू।